कामरेड देवेन्द्रको सपना, कथाकार मानदेव प्यासीको कथा संग्रह, अन्तिम यात्राको कथा कामरेड देवेन्द्रको सपना। प्रस्तोता मेघराज तामाङ। कामरेड सपना, यो हाम्रो सपना पुरा होला। तपाईँ यस्तो कायर नबन्नुहोस् देवेन्द्रजी। हिजोको समाचार सुन्नुभयो त? के आजदेखि देशभर सङ्कटकाल लागू भयो अरे? हाम्रो लागि कहिले पो शान्ति भएको छ र? अब हाम्रो यात्रा झन् त्रासमय हुन्छ होला। मुक्ति यात्रा बिना सङ्घर्ष सम्भव छैन, सङ्घर्ष बिना क्रान्ति सम्भव छैन देवेन्द्रजी। नेपाल यस्तो सम्भावित देशमा पनि आर्थिक स्तरमा यति निम्न कोटीमा कति तल परेको हो भन्नै दारुणमय छ। त्यही भएर त हामी यो महान विचार पथमा हिँडिरहेका छौँ, होइन र? हरियो पहाडमा त साह्रो छ, खानी गाउँ अलिकति मुनि नागिटार, ठुलो मैदान छ, जाडो किटिटी दाँत खाने छ, कोटधारी जङ्गल छ। आज 2058 साल मङ्सिर 12 गते माथि माथि धान काटेर सिध्याइसकेका थिए। कोही बेला तल तल झर्थे। कामरेड तारा कोशी 4औं बटालियन अन्तर्गत ए कम्पनी कमान्डर हो। उनको घर भोजपुरको चम्पे गाविस पोखरीमा छ। जनयुद्धमा समर्पित भएर आज सङ्खुवा सभा आइपुगेकी छे। जङ्गली पोसाक कम्बाइन्ड लाएकी छन्। सायद पूर्वाञ्चल क्षेत्रमा माओवादीमा सबैभन्दा पहिले प्रवेश गर्ने व्यक्तिहरू उनीहरू नै हुन्। दिनभरि आआफ्नै ड्युटी गरेर राति खै कहाँ जान्छन् कहाँ थाहा हुँदैन। कामरेड देवेन्द्र, अब यो इलाकामा खानेकुरा सकिए जस्तो छ। अब हामी आधी कामरेडहरू कुलुङतिर तर्नुपर्छ होला। भोलि हामी आधी यहाँ रहन्छौँ, आधी कामरेड मिलनको कमान्डमा 200 जना कामरेडहरू पठाउनुपर्छ। अनि आर्थिक सङ्कलनको लागि तपाईँको संयोजकत्वमा सम्पूर्ण एरिया इन्चार्जहरूलाई लगाउनुपर्छ। कामरेड तारा गणतन्त्र एफएममा कार्यक्रम सञ्चालिका पनि हो। डोकोमा एफएमका सामान बोकेर सञ्चालन गर्नुपर्छ। आज कामरेड देवेन्द्र एरिया नम्बर 5 मा चन्दा उठाउन हिँडेको छ। पार्टीको रसिद बोकेर अरुण नदी तरेर एरिया इन्चार्ज कामरेड अग्निलाई लिएर हामीले तपाईँहरूकै मुक्तिको लागि सङ्घर्षको यात्रा आरम्भ गरेका छौँ। त्यसैले हाम्रो पार्टीलाई 10-20 हजार आर्थिक सहयोग गर्नुपर्छ बुबा। एउटा परालको छानो भएको सानो घरमा छन्। गरिबीले पिल्सिएको बस्ती छ। 20 रुपैयाँ नभएको घरमा 20 हजारको कुरा गरिरहेका छन्। थरर कामिरहेका छन् हर्कशेर राई बुढो। भाइ, त्यति त म दिन सक्दिनँ। कति चाहिँ दिन सक्नुहुन्छ त? 10 हजार? आउने बाटो केही छैन, कसरी दिनु? कामरेड देवेन्द्र, कामरेड अग्नि पलाक पुलुक बाहिर हेर्दैछन्। कुरा मिलेकै थिएन। बुबा, तपाईँ अलिक गरिब हुनुहुँदो रहेछ। 5 हजार चाहिँ हुनुपर्छ। निर्णय दिएर कामरेडहरू बाहिर निस्के। गाउँभरि नै चन्दा सङ्कलन गरी फर्के। सक्नेले त दिए, तर हर्कशेर राई अबको 15 दिनभित्रमा ठिक पार्ने शर्तमा गए। कस्तो विडम्बना, पैसा नभएर हुने ठाउँ नै छैन। दिनरात हुँदै समय बित्दैछ। अब त 10 दिन पैसा कहीँबाट पाइएन। आज पैसा नपाएपछि एउटा गोरु बेच्न पर्यो। 2 बाली भएको गोरु लरक्कै परेको, हेर्दा राम्रो, पल्लो गाउँमा बेच्यो। रातभरि निद्रा परेको थिएन। कामरेड देवेन्द्र गएको 4थो दिनको राति 2 जना अपरिचित व्यक्तिहरू आए हर्कशेरको घरमा। 5 हजार रुपैयाँ लिएर राति नै गए। हिउँदो लागेर बारी जोत्ने बेला भइसक्यो, गोरु थिएन। कति दारुणमय छ हर्कशेरको जीवन।
1 वर्षपछि उही याम उही ऋतु दशैं तिहार आयो गयो। सङ्खुवासभा जिल्लाको प्रख्यात सुन्तला हुने गाविस माङ्तेवा आज कामरेड देवेन्द्र त्यहाँ पुगेको छ। नरेन्द्रको घरमा तिनीहरू बास बसेका छन्। कामरेड तारा र कामरेड जुन पनि पलेटी कसेर नरेन्द्रलाई उसको छोरालाई जनयुद्धमा सरिक गराउन फकाइरहेका छन्। तपाईको छोरा हामी लान्छौँ देवेन्द्र, पढ्दैछ, यसको पढाइ पनि राम्रै छ। बुढा नरेन्द्र, हेर्नुहोस् त्यस्तो बुर्जुवा शिक्षा पढेर के काम, क्रान्तिमा लागेपछि उसले सर्वहाराको शिक्षा लिन्छ। अग्नि, रोशन र दिपा कति मिलेको दाजु बहिनी, कोपिला जस्ता कलिला औँला, बहिनीलाई गृह कार्य सिकाउँदैछ। रात छिपिसकेको थियो। कामरेडहरू अझै बहस गर्दै थिए। आज बिहानै घामको किरणसँगै रोशन र दिपा सुन्तला टिप्न थाले। रोशन बोटमाथि छ, दिपा तल झोलामा बटुल्दैछ। माथिबाट फुत्त फुत्त दाजुले खसालेको सुन्तलाले दिपाको हातमा लाग्छ। त जान्छस् त दाजु? खै घरभरि माओवादी छ, कहिले आउँछस् नि? खै के थाहा, दादा लडाइँ हुन्छ रे, मान्छे मार्नुपर्छ, गोली चलाउनु पर्छ रे, तँलाई डर लाग्दैन? सुन्तलाको काँडाले कोरिदियो बहिनीको कुरा सुनेर। रोशन र दिपा दुवैजना चुप लागेका छन्। घर आए, भात खाए, स्कुल गए। त्यही बेला कामरेडहरू गाउँतिर गइसकेका रहेछन्। आज शुक्रबार तामको बजारमा बिहान टिपेको सुन्तला नरेन्द्रले बेचिओरी चाँडै फर्किए। दुईलाई टिपिसकेको हुनुपर्छ। दिउँसोको घरमाथिको बारीमा सबै कामरेडहरू अनि गाउँका अरू 10-15 जना देखिन्छन्। रोशन पक्का पक्की लाग्ने भयो। रोशन, तँलाई आज लाने रे। बोलेन रोशन। रातो माटोले लिपेको आँटीमा बसिरह्यो। दिपा काली भई अनुहारमा बादल मडारियो। देवेन्द्र रोशनको छेउमा आई तान्यो। रोशनले निर्वाध रूपमा छोड्यो आफूलाई। भित्रबाट नरेन्द्रले रोशनको कपडा जति एउटा थोत्रे झोलामा ल्याइदियो। रोशन स्कुल ड्रेसमै थियो। लौ, मेरो छोरालाई ज्यानको सुरक्षा दिने तपाईँहरूकै हातमा भयो। नरेन्द्र पिल पिल आँसु पार्दै घोप्टो पर्यो। तपाईँको छोरो महान लक्ष्य सिद्धिका निम्ति एउटा बहादुर सिपाहीका रूपमा समस्त जनताका प्रिय कामरेड बन्नेछ। हारेर कहिले आउँदैन, जितेर मात्र फर्किनेछ। गाउँबाट उकालो लागे। बहिनी रुँदै थिई। दाजु, बेला बेलामा घर आउँदै गर है। नरेन्द्र काँप्दै भने। रोशन, आफू अगाडि नहिँड्नु, पछाडि पनि नपर्नु, बीचमा बस्नु। बहिनीले ती लर्कोलाई हेरिरही डाँडाले छेलियो। माथि बारदलीमा उक्लिएर पनि आँखाले भ्याउन्जेल हेरिरही। बिस्तारै लर्को घट्दै घट्दै जङ्गल पसे। अब त देखिन छाड्यो। दिपा बारदलीको बारमा चढेर तन्की तन्की हेर्दै थिए। कामरेड तारा र कामरेड देवेन्द्रको सामान्य रूपमा प्रेम चलेको छ। उनीहरू थुप्रै मोर्चाहरूमा सामेल भइसकेका छन्। भोजपुरको टक्सार मोर्चा, इलामको पशुपति मोर्चा, ओखलढुङ्गाको रुम्जाटार र सङ्खुवा सभाको चैनपुर मोर्चामा ठूलो र महत्त्वपूर्ण भूमिकामा रहेका छन्। आज साह्रो जाडो लागेको छ। तल तल धान पाकेर पहेँलै भएको छ। लह लह छ, काटेको छैन। कामरेड तारा, कामरेड देवेन्द्र चौतारीको आँगनमा घाम तापिरहेका छन्, तर उनीहरू ड्युटीमै छन्। कामरेड तारा, हाम्रो सपना कहिले पुरा हुन्छ नि? खै अब चाँडै हुन्छ। सरकार धेरै कमजोर भइसकेको छ। गाउँमा हाम्रै इलाका छ। निश्चय नै हाम्रो जित हुन्छ। कम्बाइन्ड ड्रेसमा छन्। तारा कामरेड, देवेन्द्रजी, हजुर, मलाई तारा मात्र भनेको मनपर्छ। किन? त्यो त तपाईँलाई पनि थाहा हुनुपर्ने। तपाईँ मलाई पहिला के भन्नुभएको थियो? अलि लजाई तारा। के? उधोमुन्टे लगाएर देवेन्द्र। माया गर्छु भनेको होइन? ताराजी, यो त मैले भन्दा पनि साल्पा पोखरीको कसम होइन र? अनि मनोकामना मन्दिरको साक्षी होइन र? जो कोही पनि प्रेमको किरणमा परेपछि
ओइल्याउँछ। महान योद्धाहरू पनि यसरी ओइलिएर यसरी झर्छ आफैभित्र। मैले भनेको छु नि, देशमा हाम्रो जित होस्, शान्ति आओस्। तपाईँलाई मेरो घरमा बेहुली बनाएर लानेछु। घरमा आमा मात्र हुनुहुन्छ। कति राम्रो संसार हुनेछ। साँच्चै तारा कल्पनामा डुब्न थाली। रातो साडी, हातभरि चुरा, गलामा सौभाग्य भएको कल्पना गरी हातैले यसो छाम्दा ओके टोके भेट्टाई। तारा कामरेड बोलिरहेको छैन। एउटा उनीको बरको ओडेकी छे। देशले काँचुली फेर्न लागेको छ। हाम्रो सपना पुरा हुन्छ होला। देवेन्द्रजी, यो मनको बाँध त्यसै अडेको छैन। तपाईँलाई भेटेपछि आफैभित्र पूर्ण भएको महसुस गरेकी छु। तारा, अहिले यसै भन्न सकिने अवस्था छैन। गाउँतिर हाम्रै जनसरकार छ भने अर्कोतिर कामरेडहरू वीर शहीद हुने क्रम पनि घटेको छैन। पहाडी भित्तामा फुल फुलिरहेको छ। हरियो जङ्गलभित्र रातो पहेँलो ठाउँ ठाउँमा, जस्तो कि त्यो पहाड पनि कम्बाइट लगाएको जस्तो देखिन्छ। तेह्रथुम र खोटाङका केही कामरेडहरू आज आइपुग्ने कुरो छ। घोडेटार हान्नुपर्ने भएकोले थुप्रै कामरेडहरू आफ्नो कर्तव्यमा हिँडिरहेका छन्। 2062 साल माघ 14 गते राति घोडेटार मोर्चामा सारा जनसेनाहरूले बहादुरीका साथ भीषण आक्रमण गर्यो। धेरै कामरेडहरू शहीद भए, महान वीर वीरङ्गना भए। रातिको 12 बजे फर्कने क्रम थाल्यो। भोलिपल्ट 15 गते दुश्मनले 5 वटा हेलिकप्टरबाट भीषण हवाई आक्रमण गर्यो। खाना खानलाई सेल्टरमा बसिरहेको बेला प्रतिशोध गर्दै अगाडि जाने क्रममा यो गाविसको डाँडामा दुश्मनको हवाई आक्रमणबाट एसएमजीको गोली लागि तारा भुइँमा बिस्तारै लडी। अरू ढल्दै थिए। अरूले सकेसम्म घाइते कामरेडहरू डोकोमा हालेर जङ्गल लाँदैछन्। उम्लिँदै गरेको भात छाडेर एकैछिनमा कहाँ गए कहाँ। देवेन्द्र, हाम्रो सपना पुरा हुन्छ। अब मलाई यहीँ छाडिदिनु। कामरेड देवेन्द्रले बोकेर एउटा ओढारमा पुर्याएको छ। ताराको कपडा जलेर पुरै नाङ्गिएकी जस्ती थिए भने गोली लागेर देब्रेपट्टिको कोखा थिल भएको थियो। लामो सास हुँदै थियो। बोली बिस्तारै मधुर भयो, तर देवेन्द्रको काखमा पल्टिरहेकी छे। माओवादी जिन्दाबाद। दाहिने मुठी अलिकति उचाली। अब त एकहोरो भयो। देशमा शान्ति आयो। राजा ज्ञानेन्द्र हटाइयो। 19 दिन आन्दोलन भए। जनसेना शिविरमा लगियो। देवेन्द्र इलामको शिविरमा बस्न थाल्यो। कहिलेकाहीँ तारालाई सम्झन्छ। संविधान सभाको चुनाव भयो। 4 वर्षसम्म पनि संविधान लेख्न सकेनन्। नेताहरू सेना समायोजनको प्रक्रियामा देवेन्द्र 3 पटकको चरणमा निकालियो। कामरेड देवेन्द्र त्यो बेला अध्यारो मुख लगाएर एकचोटि क्वाँ रोयो। खै पाउनुपर्ने चाहिँ 5-7 लाख कति हो। 2 लाखको चेक लिएर गाउँमा आइपुग्यो। एकपटक कामरेड तारासँग हिँडेका सबै ठाउँ एकाएक हेऱ्यो अनि फेरि शिविरमा अयोग्य भन्ने शब्द पनि सम्झ्यो। उही ठाउँ, उही खोला, उही याम, तर उही तारा थिइन। ताराको मन्द मुस्कान थिएन। ताराको कालो आँखा थिएन। आफ्नो घरको अगाडिपट्टिको धुरी खाँबो ढल्के भइसकेको थियो। आमा पोहोर साल मरेर गइसकी छ। कस्तो सपना सजाएको थियो, सबै भताभुङ्ग भयो। हिजोसम्म स्वाभिमानले हिँडेको कामरेड आज त्यहीँ आफ्नो आस्था घृणा लागेको छ। हिजोसम्म मादक पदार्थ पिउन निषेध गर्ने कामरेड आज मूल सडकमा मातिएर तेर्सिएको छ। पागल झैँ ऊ बरबराइरहेको छ। म अयोग्य। मेरो मूल्य कति? 2 लाख। एकहोरो बरबराइरहेको थियो।
अस्पष्टता बोली थियो। कसरी अयोग्य भएँ म, अयोग्य भएँ कसरी युद्ध गरे हुन।